अहिले चाहिँ म राजा रानीको रानी ताल छिर्ने प्रवेश गेटमा आएको छु। यहाँबाट हामी छिर्छौँ। यस्तो आएर प्रवेश गेट हो। रानी ताल, राजा रानीको रानी ताल। अहिले चाहिँ म यो राजा रानीको रानी तालको गेटमा सयपत्री ढकमक्क खुलेको रहेछ। अहिले रानी तालमा भएको कुरा जानकारी गराउन चाहन्छु। गेटमा एकदम राम्रो सिँगारेको रहेछ। प्रवेश गऱ्यौँ अहिले भर्खरै। यहाँ चाहिँ टिकट 50 रुपियाँ राख्ने रहेछ। भित्र छिरे प्रवेश गरे बापत। अनि तपाईँको पिङ र हातमा चढेको चाहिँ 100 रुपियाँ लाग्ने रहेछ। र त्यसको साथै हामीले बोटिङहरू गऱ्यौँ भने चाहिँ 300 रुपियाँ लाग्ने रहेछ। यो जानकारी गराएँ यहाँहरूलाई मैले। रानी तालको फुलहरू राजा रानीको रानी तालमा गार्डन राम्रो बनाएको रहेछ। केटाकेटी खेल्ने राम्रो बनाएको रहेछ। यहाँ पार्कहरू, केटाकेटी मनोरञ्जनको चिप्लेटीहरू, सबभन्दा मेन कुरो चाहिँ यहाँ गुलाब मजाले फुलेको छ। यहाँलाई देखाउन गइरहेको छु। फुलेको छ। चिप्लेटीहरू नानीहरूलाई बोलाउनको लागि केटाकेटीहरूलाई तपाईँको रानी तालको दृश्य देखाइरहेको छ यहाँलाई। बोटिङको पनि व्यवस्था छ। र यो बोटिङमा चढ्दाखेरि चाहिँ 3 राउन्ड घुमाउँछ अरे। त्यसको चाहिँ 300 रुपियाँ लाग्ने रहेछ। रानी तालको बोटमा चढ्ने ठाउँ र यो बोटिङ 3 राउन्ड घुमाउने रहेछ। 300 रुपियाँ लाग्ने रहेछ। र चाहिँ यो अहिले म रानी तालमा छु। रानी तालको दृश्य देखाइरहेको छु। यो पिङमा खेलेको चाहिँ 50 रुपियाँ रहेछ। र पर हातमा पिङ र हातमा चढेको चाहिँ जम्मा 100 रुपियाँ लाग्ने रहेछ। राजा रानीको रानी तालको
कौन जगह से आए हैं? दरभंगा बड़ा आउनु भएको उहाँहरू चाहिँ रानीताल। कैसा लग रहा है आपको ये रानीताल? अच्छा है। वेटर कैसा लगा आपको? वेरी गुड वेरी गुड। हजुरको यो पिङ खेलेको र यो हातमा चढेको चाहिँ 100 रुपियाँ लाग्ने रहेछ। रानीतालको लासमा मजा लिइरहेको छौँ। आइरहेको छ। हेर्नुहोस् क्याप्टेन भाइ